नमस्ते साथीहरू। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई फोन पे आईडी बनाएर त्यसमा आफ्नो बैंक अकाउन्ट र ई-सेवा आईडीलाई लिंक गर्न सिकाउने छु। तपाईहरुले पनि यो कुरा जान्न चाहनुहुन्छ भने भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नु होला। सो अब ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। फोन पे आईडी बनाउनको लागि चाहिँ तपाईले सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा फोन पे भन्ने एप्लिकेसनलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईले आफ्नो मोबाइलमा भएको प्ले स्टोर ओपन गर्नु होला। आइफोन छ भने चाहिँ तपाईहरुले एप स्टोरबाट यो एप्लिकेसनलाई इन्स्टल गर्न सक्नुहुन्छ। मसँग चाहिँ एन्ड्रोइड फोन छ, त्यही भएर मैले आफ्नो मोबाइलमा भएको प्ले स्टोर ओपन गरे। ओपन गरिसकेपछि सर्च बारमा गएर FONE फोन र PAY लेखेर सर्च गर्नु होला। सर्च गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ, तपाईले हेर्न सक्नुहुन्छ। फोन पे भन्ने एप्लिकेसन चाहिँ यहाँनिर रहेको छ। यो एप्लिकेसनलाई चाहिँ तपाईले इन्स्टल गर्नुपर्ने हुन्छ। म यसलाई इन्स्टल गरिदिन्छु। इन्स्टल हुनको लागि के समय लाग्छ तपाईले त्यतिन्जेलसम्म चाहिँ पर्खिनु होला। यो एप्लिकेसन चाहिँ अहिले 45.12 MB रहेको छ। तपाईहरुले यो इन्स्टल हुन्जेलसम्म चाहिँ पर्खिनु होला। इन्स्टल भइसकेपछि चाहिँ तपाईले ओपन भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यसले नोटिफिकेसनको पर्मिसन मागेको छ। यसलाई तपाईले अलो गरिदिनु होला। अलो गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ। तपाईहरुले नेक्स्ट भन्ने अप्सनमा क्लिक गर्दै जाँदा पनि हुन्छ, अथवा तपाईहरुले टप राइट कर्नरमा हेर्नुभयो भने यहाँनिर एउटा स्किप भन्ने अप्सन रहेको छ। यो अप्सनमा तपाईहरुले क्लिक गर्दा पनि हुन्छ। सो म चाहिँ स्किप भन्ने अप्सनमा क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आएको छ। वेलकम टु फोन पे भनेको छ। अब हामीले चाहिँ यहाँनिर नयाँ आईडी बनाउन खोज्दैछौँ, त्यही भएर रजिस्टर न्यू अकाउन्ट भन्ने अप्सनमा यहाँनिर हामीले क्लिक गर्नुपर्ने हुन्छ। तपाईले हेर्न सक्नुहुन्छ तलतिर रजिस्टर न्यू अकाउन्ट भन्ने अप्सन रहेको छ। यो अप्सनमा चाहिँ तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि इन्टर योर नम्बर भनेको छ। अब तपाईले जुन नम्बरबाट फोन पे को आईडी बनाउन खोज्दै हुनुहुन्छ त्यो नम्बर चाहिँ यहाँनिर डायल गर्नु होला। म यहाँनिर नम्बर राखिदिन्छु। हेर्न सक्नुहुन्छ मैले मेरो नम्बर चाहिँ राखिसकेको छु, तर प्राइभेसीको कारणले गर्दाखेरि मैले मेरो नम्बर चाहिँ हाइड गरिदिएको छु। तपाईले पनि यसै गरी आफ्नो नम्बर राख्नु होला। राखिसकेपछि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर हामीलाई प्लिज भेरिफाई दैट यु आर ह्युमन भनेर आएको छ। अब तपाई चाहिँ ह्युमन हो कि होइन भनेर यसले यहाँनिर जाँच गर्दैछ। त्यसको लागि चाहिँ तपाईले यहाँनिर यो क्याप्चा देख्न सक्नुहुन्छ। यो क्याप्चा चाहिँ तपाईले त्यहाँनिर लेखिदिनु पर्ने हुन्छ। यो अलि नबुझिने टाइपको छ भने तपाईले यहाँनिर यसलाई रिफ्रेश गरेर अर्को पनि ल्याउन सक्नुहुन्छ। यहाँनिर तपाईले क्लिक गरेर अर्को क्याप्चा पनि ल्याउन सक्नुहुन्छ। अब म यसलाई रिफ्रेश गर्छु। हेर्न सक्नुहुन्छ अर्को क्याप्चा आइसकेको छ। अब यो चाहिँ तपाईले यहाँनिर टाइप गर्नुपर्ने हुन्छ। सो म यहाँनिर टाइप गरिदिन्छु YBRGN अनि यो अर्को ओ जस्तो देखिरहेको छ, ओ नै होला सायद। सो मैले यहाँनिर ओ नै लेखिदिएँ। त्यसपछि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। मैले कन्टिन्यू भन्ने अप्सनमा क्लिक गरिदिएँ। हामीहरूको क्याप्चा चाहिँ मिलेन, सायद त्यो ओ थिएन होला। अब यसै गरी यो बुझिँदैन कि नबुझिसकेपछि तपाईले रिफ्रेश गरेर नयाँ क्याप्चा चाहिँ ल्याउन सक्नुहुन्छ। अब यो टाइप गरिदिन्छु फेरि म। यहाँ फेरि नबुझे जस्तो छ, फेरि एकचोटि रिफ्रेश गरिदिन्छु। रिफ्रेश गरिसकेपछि यो कस्तो नबुझिने टाइपको दिइरहेको छ। तपाईले जतिचोटिसम्म बुझ्नुहुन्न त्यतिचोटिसम्म रिफ्रेश गर्न सक्नुहुन्छ। सो मैले रिफ्रेश गरिदिएको छु। अब चाहिँ बुझिने टाइपको आएको छ। अब चाहिँ म यहाँनिर फेरि टाइप गरिदिन्छु LGDMX र U। सो अब चाहिँ म यहाँनिर फेरि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्छु। सो हेर्न सक्नुहुन्छ भेरिफिकेसन कोड हैज बीन सेन्ड। अब यहाँनिर भेरिफिकेसन कोड आएको छ। त्यो कोड चाहिँ यहाँनिर हामीले राख्नुपर्ने हुन्छ। मेरो मेसेजमा आएको छ 965744 965744 भनेर आएको छ। यसरी तपाईले कोड राख्नु होला। राखिसकेपछि नेक्स्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि एकछिन टाइम लिन्छ। त्यो टाइमसम्म चाहिँ तपाईले वेट गर्नु होला। फेरि यसले यहाँनिर हामीलाई एउटा क्याप्चा चाहिँ इन्टर गर भनेको छ। यो क्याप्चा हामीले फेरि इन्टर गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ यो बुझिने टाइपको छ। म यहाँनिर लेखिदिन्छु K6R क्यापिटल O अनि यो J र क्यापिटल C रहेको छ। यसरी क्याप्चा राख्नु होला। राखिसकेपछि नेक्स्ट भन्ने अप्सनमा क्लिक गर्नु होला।
क्लिक गरिसकेपछि एकछिन टाइम लाग्छ, त्यो टाइमसम्म तपाईँले वेट गर्नु होला। त्यसपछि यसले हामीलाई लोकेसनको पर्मिसन मागेको छ यहाँनिर व्हाइल युजिङ दिस एप भन्ने अप्सनमा क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि तपाईहरुलाई यस्तो टाइपको इन्टरफेस आउँछ। टर्न अन गर्दा पनि भयो, नो थ्याङ्क्स गर्दा पनि हुन्छ। मैले नो थ्याङ्क्स भनेर लेखिदिए। नो थ्याङ्क्स भन्ने अप्सनमा क्लिक गरिदिए। त्यसपछि लेट्स सेट यु अप भनेको छ। अब तपाईले यहाँनिर आफ्नो नाम राख्नुपर्ने हुन्छ। त्यसपछि इमेल आइडी राख्नुपर्ने हुन्छ र युजर नेम राख्नुपर्ने हुन्छ। अब यो फुल नेम भन्ने अप्सनमा तपाईले आफ्नो फुल नेम राख्नु होला। म यहाँनिर मेरो फुल नेम राखिदिन्छु। फुल नेम राखिसकेपछि इमेल आइडी राख्नु होला। इमेल आइडी राखिसकेपछि युजर नेम राख्नु होला यहाँनिर। त्यसपछि कन्टिन्यू भन्ने अप्सनमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि पासवर्ड सेट गर भन्दैछ। तपाईले यहाँनिर पासवर्ड चाहिँ सेट गर्नुपर्ने हुन्छ। एउटा पासवर्ड राख्नु पर्यो। सो म यहाँनिर पासवर्ड राखिदिन्छु। माथि तपाईले जुन पासवर्ड राख्नुहुन्छ तल पनि कन्फर्मेसनको लागि सेम पासवर्ड राख्नु होला। राखिसकेपछि सेट पासवर्ड भन्ने अप्सनमा क्लिक गर्नु होला। यो पासवर्ड चाहिँ तपाईले याद गर्नु होला। हेर्न सक्नुहुन्छ पासवर्ड चाहिँ सेट भइसकेको छ। त्यसपछि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ। वेलकम टु फोन पे भनेको छ। अब यहाँनिर तपाईले अहिले जुन नम्बर राख्नु भएको थियो त्यो नम्बर यहाँनिर राख्नु होला। नम्बर राखिसकेपछि तपाईले लगइन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। सो लगइन भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि पासवर्ड राख्नु भन्छ। तपाईले अघि जुन पासवर्ड चाहिँ सेट गर्नु भएको थियो त्यो पासवर्ड यहाँनिर राख्नु होला। राखिसकेपछि लगइन भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ। तपाईले यहाँनिर टर्न अन गर्दा पनि भयो, नो थ्याङ्क्स गर्दा पनि हुन्छ। यसले हामीलाई लोकेसनको पर्मिसन मागेको छ। मैले नो थ्याङ्क्स भन्ने अप्सनमा क्लिक गरिदिए। क्लिक गरिसकेपछि सेट ट्रान्जेक्सन पिन भनेको छ। तपाईले यो ट्रान्जेक्सन पिन चाहिँ सेट गर्नुपर्ने हुन्छ। त्यसको लागि सेट ट्रान्जेक्सन पिन भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि 6 डिजिटको यहाँनिर पिन तपाईले सेट गर्नुपर्ने हुन्छ। तपाईले पनि पिन सेट गर्नु होला। सेट गरिसकेपछि कन्फर्म भन्ने अप्सनमा क्लिक गर्नु होला। तपाईले यो पिनलाई चाहिँ याद गर्नु होला। पछि ट्रान्जेक्सन गर्दाखेरि यो पिन तपाईहरुलाई चाहिन्छ, त्यही भएर यो पिन चाहिँ तपाईले कतै टिपेर राख्नु होला। त्यसपछि कन्फर्म भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुको ट्रान्जेक्सन पिन चाहिँ सेटअप भइसकेको छ। त्यसपछि तपाईहरुले यहाँनिर फिंगरप्रिन्ट पनि इनेबल गर्न सक्नुहुन्छ। अब यसलाई चाहिँ तपाईले इनेबल गरेको राम्रो, किनभने तपाईले ट्रान्जेक्सन पिनहरु बिर्सिनु भयो भने यसबाट तपाईले यसलाई लगइन गर्न सक्नुहुन्छ। त्यही भएर इनेबल नाउ भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुको फिंगरप्रिन्ट चाहिँ यहाँनिर तपाईले सेट गर्नु होला। हेर्न सक्नुहुन्छ फिंगरप्रिन्ट पनि सेट भइसकेको छ। सो हामीहरुको फोन पे अकाउन्ट चाहिँ क्रिएट भइसकेको छ। अब तपाईहरुले यहाँनिर आफ्नो अकाउन्ट चाहिँ बैंक अकाउन्टहरु चाहिँ लिंक गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले लिंक योर अकाउन्ट भन्ने अप्सनमा चाहिँ क्लिक गर्न सक्नुहुन्छ। त्यो अप्सन चाहिँ तपाईहरुले यहाँनिर पाउन सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ लिंक योर अकाउन्ट भनेर आएको छ। यहाँनिर तपाईहरुले क्लिक गर्नु होला। सो म यहाँनिर क्लिक गर्दिन्छु। क्लिक गरिसकेपछि यसले केही सेक्युरिटी क्वेशन्सहरु यहाँनिर हामीलाई सोध्छ। त्यो क्वेशन्सहरु चाहिँ तपाईहरुले त्यो क्वेशनको एन्सरहरु सेट गर्नु होला। अनि यो तपाईले याद गर्नु होला अथवा स्क्रिनशट गरेर राख्नु होला, किनभने पछि तपाईले पासवर्डहरु बिर्सिनु भयो भने यो क्वेशनहरुले चाहिँ तपाईलाई सहयोग गर्छ। त्यही भएर याद गर्नु होला। सो त्यसको लागि चुज क्वेशन यहाँनिर क्वेशन नम्बर 1 मा तपाईले एउटा क्वेशन चुज गर्नु होला। सो व्हाट इज योर फेभरेट फूड एउटा क्वेशन छ। अर्को क्वेशन व्हाट इज द सरनेम अफ योर मदर भन्ने छ। अनि अरु धेरै क्वेशन्सहरु छ। तपाईले क्वेशन यहाँबाट छान्न सक्नुहुन्छ। सो म चाहिँ एक दुईटा क्वेशन्सहरु यहाँनिर चुज गर्दिन्छु। व्हाट इज द सरनेम अफ योर मदर भनेको छ। यसको म एन्सर लेखिदिन्छु। त्यसपछि क्वेशन नम्बर 2 मा तपाईले अर्को क्वेशन सिलेक्ट गर्नु होला। इन व्हिच सिटी वेयर यु बोर्न भन्ने छ। म यो अप्सन क्लिक गर्दिन्छु। सो मैले सिटी पनि सिलेक्ट गरिदिसकेको छु। त्यसपछि क्वेशन नम्बर 3 पनि तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ। अब यो क्वेशन चाहिँ धेरै छ यहाँनिर। यो क्वेशन मध्ये तपाईले कुनै एउटा क्वेशन छानेर त्यसको एन्सर चाहिँ तपाईले लेख्न सक्नुहुन्छ। सो मैले क्वेशन नम्बर 3 पनि सिलेक्ट गरिसकेको छु। र यसको एन्सर मैले यहाँनिर सिलेक्ट गरिदिसकेको छु। यसैगरी तपाईले आफ्नो इच्छा अनुसार क्वेशन सिलेक्ट गर्नु होला र त्यसको एन्सर लेख्नु होला। त्यसपछि सेभ भन्ने अप्सनमा क्लिक गर्नु होला।
क्लिक गरिसके पछाडि हेर्न सक्नुहुन्छ सेभ भइसकेको छ। त्यसपछाडि अब यहाँबाट तपाईहरुले ई-सेवालाई लिंक गर्न सक्नुहुन्छ हैन, अनि बैंकहरु लिंक गर्न सक्नुहुन्छ। अब सुरुमा चाहिँ म तपाईहरुलाई बैंक अकाउन्ट लिंक गरेर देखाउने छु। अब मसँग चाहिँ नेपाल बैंक लिमिटेड को खाता रहेको छ, त्यसलाई चाहिँ म लिंक गर्छु। त्यसको लागि नेपाल बैंक लिमिटेड मा मैले यहाँनिर क्लिक गर्दै, क्लिक गरिसके पछाडि अकाउन्ट नम्बर यसले राख्नु भनेको छ। अब म यहाँनिर अकाउन्ट नम्बर राखिदिन्छु। मैले मेरो अकाउन्ट नम्बर चाहिँ राखिदिसकेको छ। तपाईहरुले पनि यसै गरी आफ्नो अकाउन्ट नम्बर राख्नु होला। अब यो प्राइभेसी को कारणले गर्दाखेरि मैले हाइड गरिदिएको छु अकाउन्ट नम्बर चाहिँ। त्यसपछाडि अकाउन्ट होल्डर्स नेम भनेको छ, यहाँनिर अकाउन्ट होल्डरको नाम राख्नु होला। तपाईको नाम के छ त्यही नाम तपाईले राख्न सक्नुहुन्छ। त्यसपछाडि निकनेम भन्ने अप्सन रहेको छ, निकनेम अप्सनल छ, यो राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ। मैले यसलाई राखिन। त्यसपछाडि लिंक भन्ने अप्सनमा क्लिक गर्न सक्नुहुन्छ। यहाँनिर रिडाइरेक्टिङ भनेर भनिरहेको छ। त्यसपछाडि अब इन्टर योर मोबाइल नम्बर भनेर यहाँनिर हामीलाई भन्दैछ अकाउन्ट चाहिँ भेरिफाई गर्नको लागि हामीले यहाँनिर आफ्नो मोबाइल नम्बर राख्नु पर्यो। सो मैले मेरो मोबाइल नम्बर राखिदिसकेको छ। तपाईहरुले पनि यसै गरी मोबाइल नम्बर राख्नु होला। तपाईहरुको जुन नम्बर छ त्यो राख्नु होला बैंकमा। त्यसपछाडि पासवर्ड राख भनेको छ, पासवर्ड पनि राखिदिनु पर्यो। मैले पासवर्ड पनि राखिदिसकेको छु। पासवर्ड राखिसके पछाडि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसके पछाडि यस्तो टाइपको इन्टरफेस आएको छ। अब यसले हामीलाई एउटा कोड पठाएको छ, त्यो कोड चाहिँ हामीले यहाँनिर राखिदिनु पर्ने हुन्छ। सो ओटीपी कोड आएको थियो, त्यो ओटीपी कोड मैले यहाँनिर राखिदिसकेको छु। राखिसके पछाडि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ अकाउन्ट लिंक सक्सेसफुली भनेको छ। त्यसपछाडि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। इनेबल बायोमेट्रिक लगइन भनेको छ। तपाईहरुले इनेबल नाउ गर्दा पनि भयो, लेटर गर्दा पनि हुन्छ। मैले यसलाई लेटर भन्ने अप्सनमा क्लिक गर्दै हेर्न सक्नुहुन्छ मेरो बैंक अकाउन्ट चाहिँ यहाँनिर लिंक भइसकेको छ। अब ई-सेवा अकाउन्ट लगइन गर्नको लागि चाहिँ यो अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसके पछाडि तपाईहरुले यहाँनिर प्लसको आइकन देखिराख्नु भएको होला। हो यो आइकनमा क्लिक गरेर तपाईहरुले ई-सेवा अकाउन्टलाई पनि यहाँनिर लगइन गर्न सक्नुहुन्छ। त्यसको लागि यो प्लसको आइकनमा क्लिक गर्नु पर्यो। क्लिक गरिसके पछाडि ई-सेवा भन्ने अप्सन आएको छ, यसमा तपाईहरुले क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँनिर तपाईहरुले त्यसैगरी मोबाइल नम्बर र अकाउन्ट होल्डरको नामहरु राखेर सेम टु सेम जसरी हामीले बैंक अकाउन्ट लगइन गर्यौं त्यही तरिकाबाट ई-सेवा आईडी पनि लगइन गर्न सक्नुहुन्छ है त। सो साथीहरु यही त तरिका। तपाईहरुलाई कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर नजिकै रहेको बेल नोटिफिकेसन पनि अन गर्नु होला। आजको लागि चाहिँ यो भिडियो यति नै है त।